So hello and everyone, welcome back to my new video. आज चाहिँ हामी यता जम्प बनाउन आएको छौं है। यता यो लभ डाँडा साइडमा यतापट्टि हेर्न सक्नुहुन्छ हाम्रो जम्पको हालत त्यस्तो छ। यो चाहिँ हामीले एउटा ड्रपै भनौँ न, ड्रप बनाएको छौं। यो ड्रप चाहिँ किन बनाएको भन्दाखेरि यो ठाउँहरु अलि सानो छ नि त, अनि सानो ठाउँ भएर त्यो स्पिडै क्याच गर्दैन के साइकलले। अनि यस्तो ड्रपहरु जम्पहरु हान्यो भने चाहिँ साइकलले आफै स्पिड क्याचअप गर्छ। अनि त्यही भएर यहाँ एउटा स्टार्टिङमा एउटा ड्रप बनाएको छौं। अनि यो चाहिँ सब रनअप है, यहाँ चाहिँ कुदाएर अनि यहाँ चाहिँ हाम्रो त्यो रियल जम्प हुन्छ है, यहाँ देख्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो यो चाहिँ मेन हाम्रो जम्प हुनेवाला छ है। अनि अहिले चाहिँ यहाँ पेम्पाले यहाँ बनाउँदैछ। अनि त्यही हो है। अनि यो जम्प चाहिँ आएर चाहिँ प्राय हानिराख्नुपर्छ है, किनभने अलिकति हामी जम्पहरुमा चाहिँ अलि कति राम्रो छैन नि हैन। जम्पहरु चाहिँ हाम्रो त्यस्तो खासै राम्रो हान्न आउँदैन। अब जम्पहरु हान्न जाउँ भने नि कहाँ ललितपुर पुग्नुपर्छ, ललितपुरको हात्तीवनतिर कि पम्प ट्र्याकमा जानुपर्छ। अनि त्यही भएर हामीले न घरकै साइडमा बनाउँ न त भनेर आएको है, हेर्न सक्नुहुन्छ। अब त्यही हो। अब अहिले भयो नि, अहिले त्यही हो गाइस। अब जम्प हानिरहेछौँ, प्र्याक्टिस गरिरहेछौँ। अझै त जम्प हानेर अझै थाहा पाइरहेछ के मिस्टेक छ। यहाँ अझै अझै यहाँ बनाइरहेछ। यो अझै जति जम्प हाने त्यति थाहा भइरहेछ कि ल्यान्डिङ कस्तो भइरहेछ, ल्यान्डिङ के मिस्टेक भइरहेछ, उडाउने बेला कहाँ मिस्टेक भइरहेछ भनेर त्यो बल्ल तल अहिले क्यालकुलेट गर्न सकिरहेछ क्या। राम्ररी बनेको छैन हैन। दोर्जेले चाहिँ प्र्याक्टिस हान्दैछ। दोर्जे आयो गाइस। लगाइ चाहिँ जम्प चाहिँ हान्यो, तर अझै अलि भने जस्तो चाहिँ हान्न पाइरहेको छैन। त्यही भएर अझै यहाँ मिलाउँदैछ है। त्यो खोइ के भयो क्या, ल्यान्डिङ चाहिँ अझै चित्त बुझ्दो नै भएन कि। त्यही भएर त्यहाँ बनाउँदैछ। यहाँबाट उडाएर यहाँतिर पुग्दो रहेछ। तर यो अझै यसरी चाहिँ हान्नु हुँदैन है, किनभने यसरी हान्यो भने चाहिँ क्र्यास हुनसक्छ। किनभने यो अलिकति भएको छैन कि राम्रोसँग, एक दुई चोटि पो बस्दा होइन, सेकेन्ड अर्को टाइममा त लड्न सक्छ नि त। त्यही भएर राम्रोसँग बनाउँदैछु। यो अझै अलिक भएको छैन कि है। ल अब चाहिँ राम्रोसँग बनाएर हानेर भेट्छु है त। वाह वाह वाह। सो गाइस दोर्जे चाहिँ आउँदैछ है यहाँ। अब ल दामी दामी।